सबै प्रियजनहरूलाई मेरो तर्फबाट जय मसीह अनि मेरा साथीभाइहरूलाई पनि म नमस्कार भन्न चाहन्छु। मलाई आज एउटा कुरा भन्नु मन लाग्यो परमेश्वरको वचन बाइबलबाट, किनभने यो अति नै आवश्यक छ। हामीले शान्तिको चाहना गरेका हुन्छौँ। हामीले हाम्रो समाजमा उत्कृष्ट जीवन व्यतीत गर्न हामी चाहन्छौँ। हामीले धेरै सुख चयनका कुराहरूको हामीले अपेक्षा गरिरहेका हुन्छौँ। तर यो सबै यो संसारमा असम्भव देखिएको छ, किनभने यो संसारमा हामीले वास्तविक र स्थायी शान्ति हामीले पाउन सक्दैनौँ। यो परमेश्वरको वचन बाइबलमा लेखिएको छ। मैले केही कुरा यहाँ लेखेको छु, म तपाईहरुलाई पढेर सुनाउन चाहन्छु। परमेश्वरले आफ्नै स्वरूप अनि समानतामा बनाउनु भएको मानिस आदमले परमेश्वरको आज्ञा भङ्ग गरे, तब उनी पापी ठहरिए। त्यसपछि उनले परमेश्वरले दिनुभएको स्वरूप, समानता, स्वर्गीय महिमा, शान्ति, आनन्द, उहाँले दिनुभएको सम्पूर्ण आशिष, परमेश्वरसँगको संगति, अरू धेरै धेरै कुराहरू गुमाउनु पुगे। यति मात्र नभएर उनी परमेश्वरको उपस्थितिबाट लखेटिनु पर्यो। पापमय दशामा अब उनी परमेश्वरसँग आम्ने सामने कुरा गर्न, उहाँसँग बस्न पाउने अधिकार गुमाए। अब सम्पूर्ण मानिस जातिका निम्ति यो एउटा भयावह अवस्था सिर्जना भयो। सृष्टिकर्ता परमेश्वरले भन्नुभयो, जुन रुखबाट मैले तिमीलाई खानु हुँदैन भनी आज्ञा गरेको थिएँ, त्यसबाट तिमीले खाएका हुनाले यो भूमि अर्थात् सम्पूर्ण पृथ्वी तिम्रो कारणले श्रापित भएको छ। अब यो संसारमा आदमको समयदेखि नै अशान्तिले प्रवेश गर्यो र नुहको समयसम्म आइपुग्दा संसार पापको कारणले पूर्ण रूपमा भ्रष्ट भइसकेको थियो। अब यो जति मैले पढेँ, यो पढेको कुराबाट तपाईहरुले थाहा पाउनुभयो होला कि यो श्रापित भूमि मानिसको कारणले भएको थियो। र यो श्रापित भूमिमा चाहिँ वास्तविक शान्ति पाउनु असम्भव छ। यसैले आज संसार अशान्त भइरहेको छ, क्लान्त भइरहेको छ। धेरै शान्तिका प्रयासहरू भइरहेका छन्। यहाँ शान्तिका निम्ति धेरै पैसाहरू खर्च भएको छ, तर पनि जहाँ चाहिँ आज अशान्तिले गाँजेको छ यो समाजलाई, विश्वभरिलाई नै अशान्तिले गाँजेको छ। यस्तो अवस्थामा परमेश्वरको वचन बाइबलले भन्छ कि त्यहाँ परमेश्वरको विषयमा कुरा गर्दा परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा बनाएको कारणले गर्दा परमेश्वरले अनन्तको प्रेमले प्रेम गर्नुहुन्छ मानिसलाई। अब यो अशान्तिले भरिएको संसारमा अब शान्ति यहाँ कुनै पनि उपायले शान्ति ल्याउन सक्नु असम्भव भइरहेको छ।
कुनै पनि उपाय यहाँ सक्सेस भएको छैन, सफल हुन सकेको छैन। यस्तो अवस्थामा जब हामीले बाइबल पढ्दाखेरिमा यूहन्ना 14:27 त्यहाँ प्रभु येशूले भन्नुहुन्छ, म तिमीलाई आफ्नो शान्ति दिन्छु। त्यो सुरुमा अदनको बगैँचामा गुमाएको शान्ति, जो आदमले सबै कुरा गुमाएका थिए, त्यो मध्येमा एउटा शान्ति पनि पर्छ। त्यो गुमेको शान्ति चाहिँ अब फेरि प्रभु येशूले चाहिँ स्थापित गर्न चाहनुहुन्छ। ठुल्ठुला लडाइँ झगडाले होइन, हतियारहरू प्रयोग गरेर होइन। मानवीय बुद्धि कस्तो हुन्छ भनेदेखि एउटा देशले अर्को देशलाई हतियार प्रयोग गरेर त्यहाँ निमिट्यान्ने बनाएर अनि म शान्ति स्थापित गर्छु भन्ने एउटा खोक्रो एउटा चाहना राखेका छन्। यो एकदमै असम्भव छ। त हाम्रा शान्तिका परमेश्वर जो प्रभु येशूलाई परमेश्वरको वचनमा चाहिँ शान्तिका राजकुमार भनेर भनिएको छ, उहाँले नै यस संसारमा शान्ति ल्याउन सक्नुहुन्छ। शान्ति म तिमीहरूलाई दिन्छु, मेरो शान्ति म तिमीहरूलाई दिन्छु, तर यो संसारले तिमीहरूलाई शान्ति दिन सक्दैन भनेर उहाँले चाहिँ यो कुरालाई क्लेम गर्नुभएको छ, घोषणा गरिदिनु भएको छ। यसैले हामीले प्रभु येशूलाई विश्वास गरेर हामीले हाम्रो हृदयमा शान्ति ल्याउन सक्छौँ। प्रभु येशूको पद चिन्हलाई हामीले पछ्यायौँ भने, उहाँको मार्गमा हामी हिँड्न सुरु गऱ्यौँ भने समाजमा शान्ति आउँछ। अनि समाज रूपान्तरण हुन्छ, समाज परिवर्तन हुन्छ। जब एकजना मानिस परिवर्तन हुन्छ, समाजमा त्यो मानिसको परिवर्तन देखेर अरू पनि परिवर्तन हुन्छन्। र परिवर्तन भनेको परमेश्वरमा मात्र सम्भव छ, नत्र यो संसार यथास्थितिमा छ अहिलेसम्म। जहाँ परमेश्वरलाई खोजिँदैन, सत्य परमेश्वरलाई, त्यहाँ परिवर्तन आउनु असम्भव छ। र त्यो ठाउँ, त्यो सहर होस्, देश होस्, या विश्वका कुरा गरौँ, विश्वमै आज अस्थिरता हुनुको कारण नै परमेश्वरलाई धेरै धेरै मानिसहरूले परमेश्वरलाई आज स्वीकार नगरेको कारणले गर्दा साँचो परमेश्वरलाई खोजेर हामीले शान्ति प्राप्त गर्न सक्छौँ। किनभने हाम्रो प्रभु येशू शान्तिका राजकुमार हुनुहुन्छ। उहाँले यस संसारमा शान्ति ल्याउन चाहनुहुन्छ, मान्छेको जीवनमा शान्ति ल्याउन चाहनुहुन्छ। मान्छे आज धेरै ठाउँमा सुसाइड गर्ने, एकदमै निराश उदास भएर हिँड्ने गरेका छन्, किनभने उनीहरूले ईश्वरीय शान्ति पाएका छैनन्। यसैले मान्छे आज क्लान्त भएका छन्। आज धेरैको हृदयमा आज अशान्तिले गाँजेको छ। तर हाम्रा प्रभु येशू शान्तिका राजकुमार हुनुहुन्छ। उहाँले शान्ति स्थापित गर्नुहुन्छ, व्यक्तिको हृदयमा शान्ति स्थापित गर्नुहुन्छ, समाजमा उहाँले शान्ति स्थापित गर्न चाहनुहुन्छ। यसैले सबै मेरा साथी दाजुभाइहरूलाई भन्छु,
कि प्रभु येशूमा मात्रै जीवन छ, एउटा परिवर्तनशील जीवन, जुन जीवनलाई बाइबलीय भाषामा भनिन्छ अनन्तको जीवन, एउटा डिभाइन नेचर, ईश्वरीय स्वभाव, यो प्राप्त गर्न सक्छ मान्छेले। यति मात्र होइन, जसरी आदममा पाप आयो, आदमसँगै आज सारा संसार पापी छ, र त्यो पापबाट छुटकारा पाउनु हो भने प्रभु येशूलाई नै विश्वास गर्नुपर्छ, र प्रभु येशूले नै पापको क्षमा दिन सक्नुहुन्छ। पापदेखि मुक्ति, जसले पापदेखि मुक्ति पायो, पापदेखि छुटकारा पायो, उसको जीवनमा शान्ति छाउन सुरु गर्छ, शान्तिले प्रवेश गर्छ। किनभने पापको कारणले गर्दा मानिस पतित भएको थियो, त्यही पतित मानिसको कारणले गर्दा यो धरती श्रापित भयो, र यो श्रापित धरतीमा चाहिँ शान्ति पाउनु त्यो असम्भव छ। यसैले प्रभु येशू यस संसारमा 2025 साल पहिला यस संसारमा आउनुभयो, र योना 3:16 भनेको छ बाइबलमा, मैले संसारलाई यति बिघ्न प्रेम गरेँ भने यो शब्द चाहिँ त्यहाँ प्रयोग गरेको छ कि परमेश्वरले संसारलाई यति बिघ्न प्रेम गर्नुभयो, एक मात्र प्रिय पुत्रलाई यस संसारमा पठाउनु भयो, कोही पनि नष्ट नहोस्, हरेकले अनन्त जीवन पाओस्, कोही पनि अपराध र पापको कारणले गर्दा नष्ट नहोस्, र हरेकले अनन्त जीवन पाओस्, अनन्त शान्ति पाओस् भन्ने उहाँले चाहना राखेर प्रभु येशू यस संसारमा आउनुभएको, शान्तिदाता भएर आउनुभएको, शान्ति स्थापित गर्न आउनुभएको, यो कुरा छ। यसैले प्रभु येशूलाई विश्वास गरौँ अनि हामी सबैले शान्ति पाउन सकौँ, अनन्त जीवन पाउन सकौँ। यो चाहिँ आज मैले तपाईहरुलाई बताउन चाहेको हुँ, र तपाईहरुलाई कस्तो लाग्छ तपाईहरुले कमेन्टमा गएर तपाईले बताउन सक्नुहुन्छ। सबैलाई जय मसीह अनि नमस्कार।